समय ठिक छ नि त ठ्याक्कै समयमा एकदम हेर त यो जाली है यो जाली लाम पर्ने हो त्यही हो यसरी काट्नु पर्छ कान्छाको भ्यू चाहिँ बढ्छ त्यही भएर हामी पानी हामीलाई सानो गाह्रो छ त मैले त धेर ल्याइसके त पुरै एकछिन अरे पानी हामीलाई त गाह्रो छ माथि बाँध्नु पनि पर्ने रहेछ नि त जाली ठ्याक्कै बाँध्दै गयो अझै प्राविधिक लाउनु पर्थ्यो अझै भाइदैन प्राविधिक चाहिँ गयो प्राविधिक जानुभयो त इस्टामेट हाम्रो अनुसार मेन लाइनबाट गएपछि सबै ठाउँमा रिक्स लिएर प्रत्येक घरलाई 50-50 इन्च पाइप पनि हामी तपाईँहरूलाई गरिदिनु पर्नेछ प्राविधिकले अहिले लडाउलास् फेरि केटा ल खाने पानी चाहिँ यसरी काम हुँदैछ पानी खानलाई साह्रो चर्को पर्यो दुनियाँ गर्नुपर्छ दुनियाँ गर्नुपर्ने रहेछ सजिलो रहेन रहेछ कुनै पनि काम